दर्ताद्वारा विवाह र विवाह दर्ता भनेको चाहिँ एउटै हो या फरक हो भनेर मलाई कतिपय साथीहरूले प्रश्न गर्नुहुन्छ। आजको यो भिडियोमा चाहिँ मैले तिनै प्रश्नको उत्तर चाहिँ एकदमै सामान्य तरिकाबाट र सबैले बुझ्ने तरिकाबाट दिन गइरहेको छु। पहिला बुझौँ दर्ताद्वारा विवाह भनेको के हो त? यो दर्ताद्वारा विवाहलाई चाहिँ अङ्ग्रेजीमा कोर्ट म्यारिज भनेर भनिन्छ। अब धेरै हदसम्म छर्लङ्ग हुनुभयो होला। अर्थात् उमेर पुगेको 20 वर्ष उमेर पुरा भएको प्रेम जोडीहरूले चाहिँ अदालतमा गएर गरिने विवाहलाई चाहिँ दर्ताद्वारा विवाह अर्थात् कोर्ट म्यारिज भनेर भनिन्छ। र यसरी विवाह गरिसके पश्चात चाहिँ अदालत स्वयं आफैले चाहिँ विवाह भएको प्रमाणपत्र प्रेम जोडीलाई उपलब्ध गराउँदछ। यो भयो कोर्ट म्यारिज अर्थात् दर्ताद्वारा विवाह। र त्यस्तै गरेर विवाह दर्ता भनेको चाहिँ के हो त भन्ने सन्दर्भमा चाहिँ मागेर भागेर सामाजिक परम्परा अनुसार रीतिरिवाज अनुसार चाहिँ विवाह पहिल्यै भइसकेको अब उक्त विवाहलाई चाहिँ ओरामा गएर जुन दर्ता गरिन्छ नि हो त्यसलाई भनिन्छ विवाह दर्ता। यो चाहिँ विवाह भएको 35 दिनभित्र ओरामा गएर गर्नुपर्छ भन्ने कानुनी व्यवस्था चाहिँ छ। तर हाम्रो नेपाली प्र्याक्टिसमा चाहिँ बच्चा हुँदासम्म पनि विवाह दर्ता कतिले बनाएको हुँदैन। त्यसैले चाहिँ 35 दिन कटाएर पनि अर्थात् बच्चै भइसकेपछि पनि पछि जाँदा पनि यहाँ विवाह दर्ता चाहिँ बनाइदिन्छ। त्यसैले चाहिँ तपाईँहरूले त्यसको 35 दिनभित्रै जानुपर्छ भन्ने बाध्यकारी व्यवस्था चाहिँ छैन। तपाईँहरूले मजाले गएर अब दुवैजना श्रीमान श्रीमती गएर चाहिँ विवाह दर्ता ओरामा गएर बनाउन सक्नुहुन्छ। यो भयो दर्ताद्वारा विवाह भनेको के हो र विवाह दर्ता भनेको के हो भन्ने सन्दर्भमा। अब हामीले थोरै बुझ्नको लागि यो दर्ताद्वारा विवाह भनेको अदालतमा गएर गरिने विवाह र विवाह दर्ता भनेको चाहिँ फेरि यो विवाहलाई चाहिँ ओरामा दर्ता गरिने प्रक्रिया, यसलाई भनिन्छ विवाह दर्ता। यो दुईटैमा फरक भनेको यति मात्र हो। तर दुईटैको समानता भनेको चाहिँ फेरि के हो भन्दाखेरि पति र पत्नीको जुन सम्बन्ध छ त्यसलाई कानुनी रूपमा चाहिँ स्थापित गर्नु चाहिँ यो दुईटैको समानता हो। दुईटैको प्रमुख उद्देश्य भनेको चाहिँ अबबाट चाहिँ हामीहरू पति र पत्नी होइ भनेर चाहिँ कानुनी रूपमा चाहिँ यसलाई परिभाषित गर्नु, कानुनी रूपमा चाहिँ यसलाई प्रमाणित गर्नु चाहिँ यो दुईटैको प्रमुख उद्देश्य भनेको यही हो। चाहे तपाईँ कोर्ट म्यारिज गर्नुहोस् चाहे विवाह दर्ता गर्नुहोस्, यो दुईटैको प्रमुख उद्देश्य भनेको श्रीमान र श्रीमती हो भन्ने आधार चाहिँ कानुनी रूपमा स्थापित गर्नु चाहिँ दुईटैको प्रमुख उद्देश्य रहेको छ। अब विदेश जानको लागि कतिपय साथीहरूले कोर्ट म्यारिजै गर्नुपर्छ भनेर भन्नुहुन्छ। अब यो पहिला तपाईँले राम्ररी बुझ्नुहोस्। तपाईँको आफ्नो बाहिर जुन अप्लाई गर्दै हुनुहुन्छ त्यसको लागि कोर्ट म्यारिजै गर्नुपर्छ भन्यो भने मात्र तपाईँले कोर्ट म्यारिज गर्नुहोस्। अब होइन एउटा आखिर श्रीमान र श्रीमतीलाई परिभाषित गर्नु पर्यो, जे गर्दा पनि हुन्छ जस्तो तपाईँलाई लाग्छ भने तपाईँले विवाह दर्ता गर्दा भइगयो। किनकि कोर्ट म्यारिज गर्दा सामान्यता पनि अब त्यो हेरेर वकिलको चार्ज हेरेर खर्च हुन्छ। विवाह दर्ता गर्दाखेरि श्रीमान र श्रीमती दुवैजना राजी हुनु पर्यो, दुईटैको नागरिकता अनि यता आमा बुवा केटीको आमा बुवाको र केटाको पनि आमा बुवाको नागरिकताहरू लिएर गएर ओठामा दर्ता नगर्ने हो। अनि दर्ता गरिसकेपछि विवाह दर्ताको प्रमाणपत्र दिइहाल्छ अनि त्यसपछि त भइगयो। अब त्यसैलाई पछि अङ्ग्रेजीमा ट्रान्सलेट गरेर पठाउँदा पनि भइगयो। हो यसरी तपाईँले बाहिरको अप्लाई गर्दाखेरि विवाह दर्ताको माध्यमबाट अप्लाई गर्दा पनि सकियो होइन। किनकि दुईटैको उद्देश्य त एउटै हो नि, श्रीमान र श्रीमती नै मेन कुरा हो भन्ने आधार चाहिएको। अब नेपाल सरकारको डकुमेन्ट त्यो पनि नेपाल सरकारकै हो, ओराबाट दिने यतापट्टि कोर्टबाट दिने पनि नेपाल सरकारकै हो होइन। सो हामीलाई कहाँबाट कम खर्चिलो हुन्छ त्यतातिर लाग्ने। अब होइन कोर्टकै चाहिन्छ भने त कोर्टकै गर्नुहोस् है। ओके, यो चाहिँ मेरो तपाईँलाई एउटा सल्लाह र सुझाव मात्र यति नै हो। यदि तपाईँलाई कहीँ कतै कुनै समस्या आएको छ, कहीँ कतै तपाईँलाई अझै मजाले बुझ्न मन लागेको छ भने कृपया तपाईँले चाहिँ मलाई तल कमेन्ट पनि गर्न सक्नुहुन्छ या त भने मलाई म्यासेज पनि गर्न सक्नुहुन्छ। म्यासेज गर्दाखेरि मलाई वाट्सएपमा म्यासेज गरिदिनु होला। वाट्सएपको मेरो फोन नम्बर चाहिँ मेरो बायोमा मैले राखिदिएको छु, त्यहाँ म्यासेज गरिदिनु होला। त्यस्तै गरेर तपाईँलाई अझै यस्तै कानुनसँग सम्बन्धित भिडियोहरू हेर्न मन लाग्छ भने मेरो टिकटक च्यानललाई फलो गर्न, मेरो युट्युबलाई सब्सक्राइब गर्न र मेरो फेसबुकलाई पनि फलो गर्न चाहिँ नबिर्सिनु होला। त यति भन्दै फेरि अर्को दिन अर्को एउटा नयाँ भिडियोमा उपस्थित हुने बाचा गर्दै अहिलेलाई भने यहाँबाट बिदा हुन्छु। हस्त धन्यवाद। जय नेपाल, जय देश अनि जय कानुन।